Love. Hello. Oh my god. Oh my cute you. किमा नुडल Wow. My favorite. लाउनु ल एक बाइट Ah. Wow. कस्तो मिठो रहेछ कस्तो यार. भयो पिरो पिरो. मेरो हालत खराब भइसक्यो यार खाएको आधी ग- घन्टा भइसक्यो अहिलेसम्म सकिया छैन ओ पसिना गरी पसिना गरम भयो यार. टी सर्ट खोलिदिउँ क्या हो यार म त यार. कहाँबाट हो तिमी? मैले खाएको तपाईँलाई गर्मी भयो कि क्या हो अहिले एक बाइट खुवाएको नि तिमीले त्यसै. म काठमाडौँ कस्तो राम्री त नि तिमी. त्यस्तो नभन्नु मक्खै पर्छ फेरि ए नभएको नाक पनि त्यो फेरि ठाडो भयो पनि छैन चुच्चो त्यहाँ भयो भने अलिअलि लागेछ कि त्यो यसो. म आएर पुछिदिउँ क्या हो. हजुर यहाँ लागेछ कि अलिअलि म आएर पुछिदिउँ क्या हो. चल्छ नेपाली हो चल्छ त्यस्तो त्यो हातले पुछ्ने होइन क्या. चलेगा नेपाली हो चलेगा ओ चलेगा. ओहो तिमी के खाने हो अब एकैचोटि अँ खाने हो अनि मुखले हातले धुने हो क्या त्यो त्यो नाटक पारेर त्यस्तो गर्ने होइन क्या. त्यस्तो गर्ने होइन क्या. कस्तो तिमी हातले धुन्न भन न. यस्तो किस खाएर बोयफ्रेन्डले ट्याक्क त्यही तिमी पनि होइन. मेरो हात चाहिँ किन दिएको हात त कस्तो त्यो हात अर्कै कामको लागि हो क्या. कस्तो अर्कै काम भन्नाले हात त अनि अरू कामको लागि युज गर्नु पर्यो नि त. ट्याक्क भात पकाउनु पर्यो हातले. बुढालाई यसो मालिस गरिदिनु पर्यो. त्यही भएर दिया हुन्. मालिसमा हातले गर्दिनँ कहिले भने खुट्टाले गर्छु वो हो हल्का जिस्केको सही सही सही. कहाँबाट हो कहाँदेखि हो? काठमाडौँ. सामोको छेउ सामोकुसी के हो नि नाम नाम के हो नि तिम्रो? पासाङ लामु शेर्पा ओए हो कि क्या हो? फोहोर पसिना हेर्दाखेरि त शेर्पा होइन होइन जस्तो छ त हौ. तामाङ जस्तो देख्छ त. तामाङ नि गुरुङ नि मगर नि पनि जो पनि अनि मलाई घेरिदिने भने जस्तो के अँ. होइन कि म शेर्पा हो कि तर मलाई गुरुङ नि कि तामाङ नि भन्छ कि होइन कि मगर नि भन्छ तिमी शेर्पा हो? के शेर्पा रे तिम्रो नाम भन त. पासाङ लामु शेर्पा होइन हो. रियल नेम के रियल नेम? कसम मदर कसम हो. प्रमिस ल नाइट त निकाल त नाइट त. नागरिकता बनाएन अब यो दसैँमा जाने हो बनाउनलाई ए हो नाबालिग हो तिमी? अब 19 लागिसक्यो के नाबालिग ओ बन्नु माइक स्विट 19 हो तिमी. वाउ भर्खर 19 मा त्यो यस्तो राम्ररी देखिरहेको रहेछ. आम्बो के हो नाक फेरि थ्याप्चु छ हो मेरो लामो छ नि त. किन होला है किन होला? लामो र थेप्चे मिल्नलाई होला नि त. तपाईँ छेत्री हो म त बाहुन हो यार. बाहुन हो बाहुन. बाहुनसँग बिहे गऱ्यो भने त त्यो टिकटकमा देखाएको थिएँ त्यो अँ चामलहरू केराहरू पैसाहरू ए त्यस्तो त्यो पूजा गर्ने बाहुन होइन कि भैँसीको मासु खाने बाहुन. भैँसीको मासु खाने बाहुन अँ बाहुनले नि भैँसी हाल्छ र ए भैँसी पाडा राँगा सबै खाइदिन्छ आजभोलि. एडभान्स मोडर्न बाहुन. त्यही त पहिला के अरे के गीत थियो त भैँसी हो कि गोरु देख्दा बाहुन भएको थियो अनि के भन्छ अहिले गोरु देख्दा बाहुन के पो भन्ने थियो के अहिले लास्टै गऱ्यौँ होला तिमी कस्तो राम्री हो भने कसम म यहाँबाट यस्तो मेरो बिल्ला हाने क्या मलाई थाहा छ कसम मलाई तिमी थाहा छ लास्ट राम्री लाग्यो कि मलाई लास्ट राम्री लाग्यो. के गर्ने होला अब के नगर्नु हँ? हेर्नु चित्त बुझाउनुहोस् त्यही हो छुनलाई होइन हेर्न चाहिँ पाइन्छ हो क्या. ल अर्को गाइड पनि आ गर्नु है मेरो त मुखै रसा यार. तर म यस्तै माया गर्ने बुढी खोजिरहेको थिएँ कि यस्तै माया कसम यस्तो पकाएर खुवाउने होइन. मैले पकाएकै होइन ए मैले पकाएको होइन
सेट तर तिमीले खुवायौ नि त यस्तो माया गरेर खुवायौ नि त मलाई बिहे गर्ने केटा त अभागीको अभागी हुन्छ होइन फ्युचरमा किन यस्तो राम्री हेर त निधारमा एउटा पिम्पल पनि आएछ अझ यस्तो राम्रीलाई बिहा गर्ने त भाग्यमानी पो हुन्छ त ओहो ओहो के हो चुप्पै खाइदिनु लाग्यो क्या हो खै खाइदियो होइन हो कि क्या हो गर्मी भयो लास्टै टु मच छैन शीतल भयो तपाईँ त्यहाँ पुगेर यहाँ हावा आउँछ ए आउँदैन ए म त आउँछ कि भनेर त्यही नि अलिअलि आउनु पर्ने हो कस्तो नआएको त अनि कहाँ बस्नुहुन्छ अरे म त चितवन बस्छु यार चितवन यार चितवन तिमी चाहिँ सामाकुसी आमा डिम्पल पनि बस्दो रहेछ सिम्पल सिम्पल कान्छीको डिम्पल पर्ने गाला मन पर्यो होइन आइडी देऊ नि त आइडी दिएर जाऊ त्यसै नजाऊ पहिला आइडी देऊ नि पहिला आइडी देऊ न अनि बल्ल हुन्न कि मेसेजमा सुटुक्क कसैले देख्दैन आइडी देऊ भने फोन अफ भइसक्यो भन्छ यस्तो स्न्याप छ के मेरो के छ स्न्यापमा भन त मिस शेर्पिनी छ मिङ शेर्पिनी हजुर स्न्याप मात्र मिस यहाँ खाइरहेछौ मलाई पनि खुवाइदिउँ नि त अब फोन अफ भयो एक बाइट खाइदिउँ नि त लास्ट एक बाइट खाइदिउँ अनि ल अफ भयो खै तिमीले त खाँदै खाएन मलाई मात्र खुवाएछौ तिमीले खाउँदा साथीहरू